दर्शन र कविता भिन्न विधा हुन्, तर गहिरो कविता आफैमा एउटा दार्शनिक अनुभव बन्न सक्छ। दार्शनिक कविता भन्नाले दर्शनका सिद्धान्तहरूलाई कविताको रूपमा लेखिएको रचना भनेर बुझ्नु हुँदैन। यस्ता कविताले जीवन, मृत्यु, प्रेम, सुख दुःख, स्वतन्त्रता, अस्तित्व, समय, ईश्वर, समाज, आत्मचेतना र समग्र मानवीय नियति जस्ता प्रश्नलाई अनुभूति र कल्पनाको माध्यमबाट खोज्ने, केलाउने र बुझ्ने कोसिस गर्छ। दर्शनले जीवन र अस्तित्वका प्रश्नलाई तर्क मार्फत सुल्झाउने प्रयास गर्छ भने कविताले तिनै प्रश्नलाई संवेदना, बिम्ब प्रतीक, लक्षणा, अलङ्कार, ध्वनि र भावनाको उच्चता मार्फत पाठकको हृदयमा राखिदिने काम गर्छ। कविताको काम यस्ता प्रश्नहरूको गाँठो फुकाउने होइन। जीवनका आरोह अवरोहहरूमाझ कसरी जिउने, प्रकृतिसँग कसरी सामञ्जस्यता कायम राख्ने, विपद र शोकलाई कसरी स्वीकार गर्ने, न्यायका लागि उठ्ने विद्रोही र बुलन्दी आवाजलाई राज्य सञ्चालकसम्म कसरी पुर्याउने जस्ता मानवीय जीवनका महत्त्वपूर्ण कार्यहरू अनुभव र अनुभूतिद्वारा सिद्ध गर्ने काम गर्छ। एउटा राम्रो दार्शनिक कविताले हाम्रो स्थापित विश्वासलाई चुनौती दिन सक्छ। समाजले सिकाएको वा हाम्रो मगजमा भरिदिएको सत्य र आफू स्वयंले अनुभव गरेको सत्यबीचको दूरी देखाउन सक्छ। मानिस नयाँ कुरा सिक्ने र नयाँ आविष्कारको लागि सधैँ तत्पर रहन्छ। यही क्रममा साहित्य सिर्जना, कला र काव्यको उदय हुन्छ। आजको एपिसोडमा हामी केही यस्ता कविताहरू सुन्नेछौँ जसमा कविले मानवीय हित, समाज, संस्कृति, इतिहास र दैनन्दिनका आयामहरू सँगसँगै अस्तित्व सङ्कट, जीवनको क्षणभङ्गुरता र अवसादका विषयलाई पनि गहिरो दर्शनसँग जोडेर हेर्ने कोसिस गरेका छन्। रहर, हरिभक्त कटुवाल। बा, पाठशाला जान्न म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको। खिया लागेका कलका पूर्जाहरू जस्तै गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके। रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा। मैले त बाँच्नुपर्छ आउने दिनहरूमा, इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरू केही भएर। त्यसैले बा, पाठशाला जान्न म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको। फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ। बनिसकेको बाटामा हिँड्न भन्दा बाटो बनाउँदै हिँड्न रहर लाग्छ। इतिहासका ठेली होइन एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई। योजनाले होइन पैतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई र गर्नु छ भुक्तान जम्मै धरतीले बोकाएका ऋणहरूको। बा, पाठशाला जान्न म, इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको। घुम्ने मेचमाथि अन्धो मान्छे, भुपी शेरचन। दिनभरि सुकेको बाँस चाहिँ आफ्नो खोक्रोपनमाथि उघेर पछुताएर, दिनभरि रोगी मलेवा झैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुँगेर, घाउहरू कोट्याएर, दिनभरि सल्लाघारी चाहिँ एक्लासमा अव्यक्त वेदनाले सुक्क सुक्क रोएर, दिनभरि पाते च्याउ झैँ धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफूलाई ढाकेर, साँझमा जब नेपाल खुम्चिएर काठमाडौँ डल्लिएर नयाँ सडक असङ्ख्य मानिसका पाउमुनि कुल्चिएर टुक्रिएर, अखबार, चिया र पानको पसल बन्छ। किसिम किसिमका पोसाकमा ओहर दोहर गर्छन् थरी थरीका हल्लाहरू। फुल पारेको कुखुरा झैँ कराउँदै हिँड्छन् अखबारहरू र ठाउँ ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ। मोटरहरूको प्रकाशदेखि तर्सेर अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर, म उड्छु न्यायको दिनमा प्रेतात्माहरू उठे झैँ र नपाएर विस्मृतिको लेथे नदी रक्सीको गिलासमा हम्भाल्छु र बिर्सन्छु आफ्नो पूर्वकथालाई, पूर्वजुनी र मृत्युलाई। यसरी नै सधैँ चियाको केटलीबाट एउटा सूर्य उदाउँछ, सधैँ रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ। घुमिरहेकै छ म बसेको पृथ्वी पूर्ववत, फगत म अपरिचित छु वरिपरिका परिवर्तनहरूदेखि, दृश्यहरूदेखि, रमाइलोदेखि, प्रदर्शनीको घुम्ने मेचमाथि करले बसेको अन्धो जस्तै। जेल, कृष्णसेन इच्छुक।
म पर्खालभित्र छु, तिमी पर्खाल बाहिर छौ। म पहराभित्र छु, तिमी पहरा बाहिर छौ। म यातना गृहमा छु, तिमी खुल्ला शिविरमा छौ। सिकारीले बाँधेको छाँद होस् अथवा त्यो उसको फाँद होस्, के फरक पर्यो र मित्र? अर्काको मुठीभित्र पराधीन जिन्दगी जहाँ काट्नु परे पनि त्यो जेल हुन्छ। जहाँ जीवन बन्धनहरूभित्र कैद हुन्छ, जहाँ सुन्दर सपना सधैँ अवैध हुन्छ, जहाँ मुक्त आकाङ्क्षाहरू बन्देज हुन्छन्, जहाँ हार्दिक भावहरूमा ठेस लाग्छ, अनि जहाँ बासी हावा बहने दुर्गन्धमा पनि निर्धक्क सास फेर्न प्रतिबन्ध हुन्छ। बन्दुकको पहरा होस् अथवा त्यो कानुनको घेरा होस्, के फरक पर्यो र मित्र? भयभीत परिवेशमा त्रसित जिन्दगी जहाँ बाँच्नु परे पनि त्यो जेल हुन्छ। जहाँ बेला कुबेला रमन घुमिरहन्छ, जहाँ कारण अकारण साइरन बजिरहन्छ, सडकमाथि बेलगाम घोडाको टाप जस्तै जहाँ चर्को आवाज गरी मार्च पास चलिरहन्छ, अनि जहाँ मौसम बेमौसम बारुदहरू गर्जेर सधैँ रगतको झरी परिरहन्छ। पर्खालभित्र होस् अथवा त्यो पर्खाल बाहिर होस्, के फरक पर्यो र मित्र? सधैँ छातीमा चाँदमारी थापेको जिन्दगी जहाँ गुजार्नु परे पनि त्यो जेल हुन्छ। उही दिन सधैँ, उही रात सधैँ, उही बिहान र साँझ साथ छ, उही स्वप्नभङ्ग विवश जिन्दगी, उही गतिहीन समय साल छ, निकास बिनाको बन्द ताल जस्तै, जहाँ गन्दा समाज साथ अँधेरो बास छ। कुनै अनाम देश होस् अथवा त्यो प्रिय स्वदेश होस्, के फरक पर्यो र मित्र? उत्पीडित समाजमा पददलित जिन्दगी जहाँ बिताउनु परे पनि त्यो जेल हुन्छ। जिन्दगी र लुगा। तुलसी दिवस। जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउनुहुन्थ्यो कोठाको किलामा, र एकछिन हेरिरहनुहुन्थ्यो आफू झुन्डिएको आफ्नै कोठाको किलामा। जिन्दगी लुगा भए मिलाएर बेला अनुसार सिउनु र सिलाउन हुन्थ्यो। नमिले उधारेर पुरै जिन्दगी धागो निकाल्दै सियोले, कैँची लिई आफ्नै हातमा आफैले काट्नु र छाट्नु पनि हुन्थ्यो। या सूचीकार कहाँ गएर जिन्दगी केही समय फेरि लुगाकै खातमा पट्टी निदाउन पनि हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउन हुन्थ्यो। जिन्दगी लुगा भए बुट्टा मिलाएर आफैले रङ्गिनु र रङ्ग्याउनु हुन्थ्यो। ठाउँ ठाउँमा प्वाल परे पनि टाल्न र टाल्न लगाउन हुन्थ्यो। नमिले पुरै टालेर जिन्दगी टाल्दा टाल्दै पुरानो छोपेर नयाँ लाउन र लगाउन पनि हुन्थ्यो। या रफुकार कहाँ गएर जिन्दगी केही समय फेरि जिन्दगीकै धागो निकालेर मिल्दो रफु भर्न र भराउन पनि हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर झुन्डाउन हुन्थ्यो। जिन्दगी लुगा भए मिलाएर मैलिएको बेला धुन र धुलाउन हुन्थ्यो। फुर्सद भए आफैले साबुन लगाएर जिन्दगी बाल्टिनमा सफा पानीले फेरि सुकिलो पखाल्न पनि हुन्थ्यो। यहाँ धोबी कहाँ गएर जिन्दगी केही समय ढुङ्गे धाराको पानीले चोखिँदै जाडो ढुङ्गैबाट पल्टिएर चौहुरमा दिनभरि न्यानो घाम ताप्न पनि हुन्थ्यो। या डोरीमा झुन्डिएर चटकी जस्तै जिन्दगी हावाले उल्टिन र पल्टिन पनि हुन्थ्यो। खजमजिएर धेरै खुम्चिए जिन्दगी टेबलमा राखेर पानी छर्कदै आफैले इस्त्री लाउन र लगाउन पनि हुन्थ्यो। साह्रै भए जिन्दगी एक हप्ताको पुरै छुट्टी लिई ड्राई क्लिनमा गई फर्किन र फर्काउन पनि हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउन हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर आफैलाई केही समय टाढाबाट हेर्न र हेराउन हुन्थ्यो। इनारमा हाम फालेर त्यही जिन्दगी गहिराई आफैले स्पर्श गर्न हुन्थ्यो। या सपनाको हुस्सु फाटेर जिन्दगी विपनाको आकाश खुल्न पनि हुन्थ्यो। या टाउको छुट्टिएको सपनाको आफ्नै गिँड जस्तो टोपीमा केही समय फुकाल्न पनि हुन्थ्यो। नपुगे फेरि दौरा सुरुवाल र कोटमा हात खुट्टा र जिउ समेत फुकालेर उन्मुक्त आफूलाई आफैबाट छुट्याई विपनामा पनि दिउँसै सपना देख्न र देखाउन पनि हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउन हुन्थ्यो। जिन्दगी लुगा भए फुकालेर झुन्ड्याउन हुन्थ्यो कोठाको किलामा, र एकछिन हेरिरहन हुन्थ्यो आफू झुन्डिएको आफ्नै कोठाको किलामा, किला ठोकेर आफैले आफ्नै कोठाको किलामा।